नमस्कार। ल अफ नेपालको युट्युब च्यानलमा तपाईहरु सम्पूर्णलाई स्वागत छ। साथीहरु, आजको यस भिडियोमा हामी विप्रेसन भनेको के हो र विप्रेसनले नेपालको अर्थतन्त्रमा पारेको सकारात्मक र नकारात्मक प्रभावको बारेमा चर्चा गर्नेछौँ। म तपाईलाई सबैभन्दा पहिला विप्रेसन भनेको के हो त्यसको बारेमा बताउने छु। सामान्यतया कुनै एक स्थानबाट कुनै पनि प्रयोजनका लागि अर्को स्थानसम्म रुपैयाँ पैसा पठाउने कार्यलाई विप्रेसन भनिन्छ। विप्रेसन अर्थात् रेमिटेन्स, अंग्रेजीमा यसलाई रेमिटेन्स भनिन्छ। बाह्य देशमा कार्यरत नागरिकद्वारा आफ्नो देशमा प्रवाह हुने पुँजी, नगद वा वित्त नै विप्रेसन हो। जब आप्रवासीहरूले आफ्नो कमाइको हिस्सा घरमा नगद वा सामानको रूपमा परिवारलाई पठाउँछन्, त्यसलाई रेमिटेन्स भनेर चिन्न सकिन्छ। विगत केही वर्षमा विप्रेसन द्रुत गतिमा बढ्दै गइरहेको हामीले देख्न सक्छौँ। अहिले धेरै विकासोन्मुख देशहरूको लागि विदेशी आम्दानीको सबैभन्दा ठूलो स्रोत विप्रेसनलाई प्रतिनिधित्व गर्न सकिन्छ। र तपाईलाई अब म विप्रेसनको वृद्धिसँगै नेपालको अर्थतन्त्रमा परेको सकारात्मक र नकारात्मक प्रभावको बारेमा सबैभन्दा पहिला म तपाईलाई सकारात्मक प्रभावको बारेमा चर्चा गराउनेछु। पुँजी निर्माणमा योगदान, वैदेशिक मुद्रामा सञ्चितिमा योगदान, वस्तुको आयातमा योगदान, प्रतिव्यक्ति आयमा वृद्धि, सरकारी खर्चमा योगदान, आर्थिक वृद्धिमा प्रत्यक्ष सहयोग र गरिबी न्यूनीकरणमा योगदान भनेर यहाँ जम्मा 7 वटा सकारात्मक प्रभावहरू दिएको छ। यहाँ तपाईले स्क्रिनशट गरेर यसलाई पढ्न सक्नुहुनेछ। अब हामी नकारात्मक प्रभावको बारेमा चर्चा गर्नेछौँ। साथीहरु, सामान्यतया हेर्दा विप्रेसनबाट नेपाली अर्थतन्त्रमा नकारात्मक भन्दा पनि अलिकति बढी सकारात्मक योगदान पुगेको देख्न सक्छौँ हामीले। तर नेपाली समाजको अन्तरसँग सम्बन्धित रहेर हामीले यसलाई विश्लेषण गरेर हेर्ने हो भने यसले केही भित्री खोजमा नकारात्मक असरहरू पनि, नकारात्मक प्रभाव पनि पुर्याइरहेको हुन्छ। त्योमध्ये केही नकारात्मक प्रभावहरू मैले तपाईलाई तल बुदागत रूपमा दिएको छु। तपाईले जसलाई स्क्रिनशट गरेर मजाले पढ्न सक्नुहुनेछ। आयातोन्मुख अर्थतन्त्रको विकास भनेर 1 नम्बरमा दिएको छ। परनिर्भरताको वृद्धि, दिगो आर्थिक विकासमा अवरोध, सामाजिक र पारिवारिक मूल्य न्यूनता, देशलाई चाहिने जनशक्तिको पलायन, मुद्रास्फीतिमा वृद्धि, आन्तरिक बसाइसराई र जनसङ्ख्याको असन्तुलन, साथै विप्रेसनको अनुत्पादन क्षेत्रमा लगानी भनेर यहाँ 8 वटा चाहिँ नकारात्मक प्रभावहरू पनि दिएको छ। साथीहरु, मैले तपाईलाई सकारात्मक प्रभाव, नकारात्मक प्रभाव र विप्रेसन भनेको के हो त्यसको बारेमा बताइसकेको छु। तपाईले यो सम्पूर्णलाई स्क्रिनशट गरेर सजिलैसँग पढ्न सक्नुहुनेछ र यो विप्रेसनको सकारात्मक र नकारात्मक प्रभावहरू तपाईले एक्जाममा आउँदाखेरि यतिमै लेख्नुभयो भने एकदम राम्रो हुनेछ र बुझ्नेहरूले यति बुझ्नुभयो भने एकदमै धेरै राम्रो हुनेछ। र साथीहरु, अन्तमा म तपाईलाई के भन्न चाहन्छु भने हामीले यो ल अफ नेपालको भिडियोमा केही कानुनसँग रिलेटेड रहेका समाजभित्रकै कुराहरूलाई पनि भिडियोमा ल्याएका छौँ। त्यसका लागि हामीले हजुरहरूलाई अझ समाजभित्रका अरू कार्यहरूका लागि पनि भिडियोहरू ल्याउने प्रयास गरिरहेका छौँ। त्यसका लागि तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र आजको यस भिडियो तपाईलाई कस्तो लाग्यो मन परेमा लाइक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला भन्दै म बिदा हुन चाहन्छु।